टाउनमा बसेर मिठो मिठो खान पाइन्छ भनेर नसोच्दा पनि हुन्छ हैन। एउटा हरियो परियो पनि देख्नु पाइँदैन। यसो बजार गएर हरियो परियो लिएर आन छोरी, म त सकिनँ त यो भेन्डी बोडी खाँदा खाँदा वाक्कै भयो भनेको त यस्तो बोकेर आएछ। अब त्यसलाई पनि के भन्नु, बेलुकीखेरि गएको थिएँ, दिनभरि त निक्लिन सकिन्न घामले हैन। अब बेलुका गएर लिएर आए कि त्यही पनि अब के भन्नु, राति बिखा केही देखिने हरियो राम्रै देखिँदै थियो राति त। अब बिहान हेर्दा त यस्तो केलाउँछु भनेर बसेको त दिमाग खराब भयो मेरो। यहाँ न बस्नु शान्ति छ, न खानु शान्ति छ, न सुत्नु शान्ति छ। कसरी दिन बिताएको छु मलाई मात्रै थाहा छैन। अनि दिमाग खराब भयो। एकछिन त म टाउको समातेर बसेँ। यस्तो देखेर नबेच्नु नि, यस्तो व्यापारीहरूले के बेचेका होला है, दुनियाँलाई ठग्नुै बेचेका कि के गर्नु बेचेका कुनै उनीहरूले जानु छैन। अनि हेर्नु देखेर त रिस उठ्यो। अनि मैले सोचेँ त्यसैलाई केलाउन दिन्छु, नुहाउँदै थिएँ होइन। अनि मैले सोचेँ त्यसैलाई केलाउन दिन्छु भनेर राखिदिएँ। यति साथमा यति कमिला पनि बोकेर आएछ के पैसा पनि गयो हो, गरममा सब्जी पनि छैन, अब के खानु। अनि त्यसलाई केलाउनु भनेको त के भन्छ, कताबाट केलाउनु, कसरी केलाउनु। बजारबाट यस्तो लिएर आएछ। अरू भन्दा बाँच्न सक्दिनँ भन्दाखेरि अगाडिबाट बाँच्नु। पैसा वेस्ट गरिदिएर अगाडि कति लिएको अरे? उनले त 10 टका। 10 टका लिएको। भगवान कौन खाएगा, तू खा ले। बाँची करो, बाँच्न सकिन। बाँच छिटो बाँच, तैँले ल्याके ने बाँच छिटो। यो लाउको मुन्टा कविलीको मुन्टा हैन हो, कविलीको मुन्टा हो, बाँच। अब त त्यो पनि थाहा छैन अगाडिबाट बाँच्छन् कि पछाडिबाट। भगवान के बोकेर आज मलाई यो खुवाउँछ यसले घाँस। त गाईलाई दिए पनि खाँदैन, गाईलाई दिए पनि खाँदैन। यो त खा बाँचेर पका। मलाई खानै छ यो। स्पेसली तपाईँको लागि छिटो बाज, जान्दिनँ म। यो खिलाउँछस् तैँले मलाई। भिडियो नगर्नु न है। साथमा कमिला लिएर भने दुनियाँभरको कमिला बोकेर आइन्छ। हेरेर ल्याउनु पर्दैन। फेक्दै चाहिँ 20 रुपियाँ। आयो भगवान, छिटो मलाई पकाइदे, त्यही पकाइदे, म त्यही खान्छु। गएर त हेर्नु सबै फ्याँकिदिले न, उसले केलाउन सकिन कि लास्टमा फ्याँक्नै पर्यो। हेर्नु त।